फेरि पनि स्वागत छ मेरो यो च्यानलमा। त तपाईहरुलाई म आज देखाउन जाँदैछु, यानी कि म आसामबाट जाँदैछु नागाल्यान्डतिर। नागाल्यान्डमा के छ के छैन तपाईहरुलाई यो भिडियोमा पुरा हेर्न सक्नुहुन्छ र अन्तिमसम्म हेर्नुहुन्छ भन्ने आशा गर्दैछु। त यहाँ हेर्नुहुन्छ मेरो छेउमा बाख्रा, यानी कि बाख्राले चाहदैछ, उसको आमालाई खोज्दैछ, लेकिन म उसको आमा हैन। यहाँ हेर्नु, यो भिडियो चाहिँ फर्स्ट टाइम मैले नेपालीमा बनाउँदैछु, त्यसले तपाईहरुलाई कस्तो लाग्यो भन्नु होला। सो गाइस, फाइनली हामी नागाल्यान्ड पुग्यौँ र नागाल्यान्डमा जुन बेनाको हेर्नु, बेनाको टाइममा कस्तो देखिन्छ। यहाँ चारैतिर पहाड र बिचमा घर छ, एउटा घर यहाँ एउटा घर उहाँ, र यस्तो जग्गामा आएर राम्रो लाग्दैछ। अनि यहाँ हेर्न सक्नुहुन्छ तपाईलाई जुन हाम्रो पूर्ण मोडलको जुन थियो, यानी कि हामीले पनि पहिले यस्तै गर्थ्यौँ र कुवाबाट पानी निकालेर खान्थ्यौँ। यहाँ पनि अहिले यस्तै चल्छ। कसैको घरमा ट्युबवेल छ या छैन, लेकिन आज यहाँ कुवा चल्छ, आज पनि यहाँ कुवा चल्दैछ। अनि यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुलाई। अनि सामनेमा छ यहाँ हेर्नु बेनाको चिया र बिस्कुट खाने हो। अनि अहिले चाहिँ जाँदैछु यहाँ परतिर फुपू घरतिर। अनि यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ, पहाडमा आउने बहुत सोख थियो के, त्यही लागि अब पहाड पनि कहाँ आइयो त हामी, तपाईहरुको यो नागाल्यान्डमा आइयो। र मेरो आसाम र नागाल्यान्डको जो बोर्डर छ सामने सामने हो। तो यहाँ सबतिर हेर्नु हो भने तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ, पुरा हरियाली। यस्तोमा आएर मजा आउँछ। तपाईहरुलाई म पछि अलिकति गएर र यसरी राखेर बसिराख्नु होला, हेर्दै जानु यो भिडियोलाई। सो गाइस, सेकेन्ड पार्ट जल्दी आउने छ, त यसलाई माया गर्दै गर्नु। बाइ बाइ अहिलेको लागि।